हाई साथीहरू नमस्ते सबैजनालाई वेलकम छ मेरो युट्युब च्यानलमा स्वागत छ हजुरहरूलाई। सन्चै हुन्छ होला र अनि म पनि एकदमै सन्चै छु साथीहरू। आज चाहिँ मैले हेर्नुहोस् त के लिएर आएको छु। आज चाहिँ मैले नयाँ डिफ्रेन्ट टाइपको मुकबाङ भिडियो लिएर आइसकेको छु साथीहरू। अन्तिमसम्म हेरेर इन्जोय गर्नुहोला साथीहरू है। म चाहिँ आज एक दुई दिनपछि मात्रै यो मुकबाङ भिडियो ल्याउनु पर्यो भनेको साथीहरू, तर मैले यो भर्खर माइक्रोफोन लिएको हो नि त। अनि त्यही कारणले गर्दाखेरि मलाई चाहिँ एकदम एक्साइटेड भइसक्यो क्या, कहिले ट्राई गर्नु भइसक्यो। त्यही कारणले मसँग समय छैन, तर पनि म मार्केट जानु पाएको छुइनँ होइन। मेरो आज अलिक लेट नाइटदेखि ड्युटी छ, त्यही कारणले अब बजार जानु पनि ढिलो हुन्छ। तर पनि म एउटा भिडियो चाहिँ बनाइहालौँ न कस्तो हुन्छ भनेर मैले ट्राई गरेको छु साथीहरू होइन। यो माइक्रोफोनसँगको कस्तो हुन्छ अन्तिमसम्म हेर्नु होला है। त्यस्तो खासै त केही छैन, मैले घरमा जे छ त्यसकै मैले भिडियो बनाएको छु है साथीहरूलाई। हेर्नुहोस्, अब भिडियो बनाइदिने मान्छे नि कोही छैन, आफै गर्ने हो। के आयो कि यो कस्तो हुन्छ क्या, ज्या हुन्छ। अनि त्यस्तै गरेर म सुरु गरौँ भने चाहिँ तपाईँहरूलाई अगाडि म यो देखाउँछु मसँग के रहेको छ। मसँग यो केरा त होला नि, यो केरा कोला रहेको छ होइन। 1 2 3 4 5 5वटा केरा छ। अनि यो थाहा छ नि तपाईँहरूलाई, आरु कि बखडा भन्छ नि, यो अमिलो के काँचो। ओ माई गड, यो त मसँग 25 दाना जति छ होइन। अनि यो सबै क्या मिक्स भेजिटेबल है। यो चाहिँ काँचो पनि छ पाकेको पनि छ, अब यसलाई के भन्ने है। अनि अन्डा छ मसँग 4टा अन्डा छ। अनि यो चाहिँ एकदम पिरो पुरा 25वटा जति खोर्सानी लगाएर, अनि फेरि यो अकबरीको पेस्ट, अनि यो प्याज छ मसँग होइन। अब धेरै पनि थिएन, अनि त्यही कारण यति नै। अनि ड्रिङ्क्सको लागि मसँग कोक रहेको छ साथीहरू है। त अब ढिलाइ नगरिकन म सुरु गर्छु है त साथीहरू। म केबाट स्टार्ट गरौँ त साथीहरू। अब सुन्नुको लागि त सबैभन्दा यही दामी हुन्छ ल, यो अमिलोबाट स्टार्ट गर्छु ल साथीहरू। माई गड, ल सुरु गरेँ ल साथीहरू। कसको मुखबाट पानी आयो साथीहरू। माई गड, आल्चा कि बखडा क्या अमिलो हुन्छ नि, त्यही हो। सरी, खोर्सानी धेरै छ नि त, त्यही कारणले सर्क्यो। दामी, एकदम छोटो मिठो भिडियो बनाउने कोसिस गर्छ साथीहरू, अन्तिमसम्म हेर्नुलाई। पहिला अमिलो सक्छु अनि मात्रै अरू सुरु गर्छु ल।
5वटा खाइसकेँ। केरा खान्छु है म साथीहरू। माई गड। लामो भिडियो हुन्छ क्या साथीहरू खाँदा खाँदै। यो प्याज लास्टै पिरो खालको छ। अन्डा खान्छु। लान्छु ल। अब सबै अलिअलि खानु पर्यो नि त हैन। यो चाहिँ बन्दाकोपी है। यसपालि चाहिँ मसँग केही थिएन क्या साथीहरू। नेक्स्ट टाइम चाहिँ दामीको भिडियो लिएर आउँछु ल। माई गड यस्तो पिरो कसले खान सक्छ। चारजना भइसक्यो साथीहरू। अर्को साथीहरू माई गड पिरो खानेले मात्रै खानु होला। पिरो खान नसक्ने नखानु होला। अब पिरो अब सबै खान त सकिन्छ नि। टाइम टर्न लाग्छ क्या साथीहरू। तपाईँहरूले भिडियो हेर्नु हुँदैन। त्यही कारणले छोटोमै भिडियो अन्त्य गर्छु है।
केरा खान त अब टाइम लाग्छ साथीहरू। ए मिठो हेर्न माय गॉड oh my god भिडियो बर लामो भइसक्यो। र साथीहरू यति नै ल जस्ट ट्राईको लागि गरेको सबैभन्दा मिठो यो। अब मेरो भुँडीको हालत के नै हो थाहा छैन साथीहरू। ल बाई बाई साथीहरू, थ्याङ्क यू फर वाचिङ। अन्तिमसम्म हेरिदिनु भयो कि हेरिदिनु पनि त्यो त थाहा छैन, त्यो पनि थ्याङ्क यू त भन्नै पर्यो होइन। ल अब यति नै आजलाई यति नै।